विगतमा म्यादी प्रहरी भनिने निर्वाचनका लागि खटाइने प्रहरी अन्तर्गत यसपालि चाहिँ निर्वाचन प्रहरी भनेर भनिएको छ र यसको भर्नाको लागि सूचना प्रकाशन भइसकेको छ। 1,33,980 जनाको लागि विज्ञापन निस्केको छ। यसको दरखास्त दिने मिति 2082 9 महिना 25 गतेदेखि 82 10 महिना 1 गतेसम्म तपाईँले यसमा आवेदन भने दिन सक्नुहुनेछ र आवेदन तपाईँले बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म तपाईँले यसमा आवेदन दिन सक्नुहुनेछ भने यदि सार्वजनिक बिदा पर्दैछ भने पनि यो अवधिमा सार्वजनिक बिदाको दिन पनि आवेदन भने दिइनेछ र दरखास्त फारम पाइने र बुझाउने स्थानहरू अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर, भक्तपुर र जिल्ला प्रहरी कार्यालय सबै देशभरिकै जिल्ला प्रहरी कार्यालयहरूमा यसको आवेदन पाउने तथा बुझाउने काम चाहिँ हुनेछ। अब यसमा उमेरको हद भनिएको छ। उमेरको हद यसमा आवश्यक योग्यता नेपाली नागरिक हुनुपर्नेछ। यसमा न्यूनतम योग्यतामा नेपाली नागरिक हुनुपर्नेछ। एकदम तपाईँ साधारण लेखपढ गर्न जान्नुभएको छ भने पनि तपाईँले यसमा आवेदन भने पेश गर्न पाउनुहुनेछ भने नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको तथा आतङ्ककारी एवं विध्वंसात्मक सङ्गठनको सदस्य नरहेको, पुरुषको हकमा घटीमा उचाइ 5 फिट र छाती नफुलाउँदा 31 इन्च र फुलाउँदा चाहिँ 33 इन्च हुनुपर्नेछ भने तौल 50 केजी र महिलाको हकमा भने घटीमा उचाइ 4 फिट 10 इन्ची र तौल चाहिँ 42 केजी हुनुपर्नेछ र महिलाको हकमा भने गर्भवती नभएको नरहेको हुनुपर्नेछ। अब यसमा निर्वाचन प्राथमिकताका आधारमा केही भनेको छ। यसमा के भनेको छ भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको सेवाबाट निवृत्तिभरण उपदान प्राप्त पूर्व सुरक्षाकर्मी वा पूर्व वनरक्षक भएको, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपालमा विक्रम सम्वत 2081 माघ 1 गतेदेखि 2082 पौष मसानसम्म विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण भएको हकमा प्रवेश पत्र पेश गर्ने व्यक्ति, यसअघि सम्पन्न भएका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक काम गरेको व्यक्ति, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएको नेपाली नागरिक। त्यो प्रमाणपत्र तपाईँले पेश गर्नुभयो भने तपाईँलाई छनौट गर्दा चाहिँ प्राथमिकतामा राखिनेछ। अब सम्पर्क मिति र स्थान बन्दैछ। सम्पर्क मिति 2082 साल 10 महिना 4 गते सम्पर्क मिति रहेको छ भने दरखास्त दर्ता गर्ने सम्बन्धी प्रहरी कार्यालयहरू समय सम्पर्क मितिको दिन चाहिँ 11 बजे रहेको छ 2082 10 महिना 4 गते र छनौट प्रारम्भ हुने मिति 2082 10 महिना 5 गतेदेखि 82 10 महिना 9 गतेसम्म यसको भर्ना प्रक्रिया हुन्छ भने अन्तिम नतिजा प्रकाशन मिति 2082 10 महिना 12 गतेका दिन यसको हुनेछ भने परीक्षण तालिम सुरु हुने मिति भने 2082 10 महिना 15 गतेदेखि 82 10 महिना 24 गतेसम्म सार्वजनिक बिदाको दिन समेत यसको चाहिँ काम हुन्छ। यसमा कार्यावधि जम्मा नियुक्ति पाएको मितिले जम्मा 40 दिनसम्म नेपाल सरकारले तोकेको बमोजिम हुनेछ। नेपाल सरकारले निर्वाचन अवधिको आधारमा निर्वाचन प्रहरीको कार्य अवधि हेरफेर गरेमा सो बमोजिम हुनेछ। त्यसैगरी अब निर्वाचन प्रहरीका सेवा सुविधाका शर्तहरू निर्वाचन प्रहरीको लागि नेपाल प्रहरी जवानको सुरु तलब स्केल सरह प्रतिदिन निर्वाचन प्रहरीले रु 869 रुपियाँ 40 पैसाका दरले जम्मा 40 दिनसम्मको लागि 34,776 रुपियाँ उपलब्ध गराउनेछ भने निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दर रेट अनुसार प्रति निर्वाचन प्रति 40 दिनको लागि खाद्यान्न बापतको रकम निजको व्यक्तिगत खातामा उपलब्ध गराइनेछ भने निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति निर्वाचन प्रति एक पटकको लागि एकमुष्ट रु 846 रुपियाँ का दरले तयारी खर्च उपलब्ध गराउनेछ। प्रतिदिन प्रति निर्वाचन प्रहरी रु 300 का दरले 4 दिनको लागि एकमुष्ट 1200 खाजा खर्च उपलब्ध हुनेछ भने नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकियो बमोजिमको दर रेटको आधारमा पोसाक बापतको रकम उपलब्ध गराइनेछ। निर्वाचन प्रहरीलाई उपलब्ध गराइने सम्पूर्ण सेवा सुविधाको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइनेछ। अब यसमा विशेष भन्दैछ कर्तव्य पालनाको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा निजले
निज स्वयंले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिए बमोजिमको क्षतिपूर्ति प्राप्त गर्नेछ। निर्धारित अवधिभरभन्दा अगावै गैरहाजिरी रहेमा वा जिम्मेवारी पुरा नगरी भागेमा त्यस्तो निर्वाचन प्रहरीलाई कुनै सुविधा बापतको रकम उपलब्ध गराइने छैन। कुनै मनासिब कारणले निर्वाचन प्रहरीले कालावधिभन्दा अगाडि छोड्ने परिस्थितिमा भएमा 20 दिनमा सोभन्दा बढी दिन काम गरेको रहेछ भने काम गरेको दिनसम्मको सुविधा पाउनेछ। नियुक्तिको प्रक्रियामा रहेको अवस्थामा नियुक्ति भइसकेको भए तापनि निर्वाचन स्थगित वा रद्द भएमा त्यस्तो नियुक्ति स्वतः रद्द हुनेछ। अन्य सुविधाहरू निर्वाचन प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत नेपाल प्रहरी सशस्त्र तथा प्रहरी बल नेपाल कार्यविधि 2082 मा व्यवस्था भए बमोजिम हुनेछ। यो सूचना चाहिँ 2082 साल 9 महिना 24 गतेका दिन प्रकाशन भएको छ। हस्त साथीहरू, आजको भिडियोमा यति नै। र यसमा तपाईँले केही विशेष जान्ने मन छ भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ।